हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको सानो ब्लगमा। आज चाहिँ त्यस्तो केही खास त होइन। अस्ति भर्खर मेरो जेठो दाइले आइफोन 17 प्रो म्याक्स किन्नुभएको छ। अनि उहाँले चाहिँ मलाई आज कल गर्नुभएको थियो। मलाई चाहिँ एउटा आइफोन 17 प्रो म्याक्सको कभर किनेर पठाइदिए। अस्ति किन्नुभएको थियो र त्यो मन परेन अरे। अनि त्यसको लागि मलाई चाहिँ अब काठमाडौँमा यता कतै पसल छ आइफोन 17 प्रो म्याक्सको, त्यहाँ गएर म हेर्छु। अनि त्यहाँनिर एउटा कभर 17 प्रो म्याक्सको खोज्नुपर्छ। मलाई त्यो एउटा फोटो पठाएको छ, त्यो फोटो त्यहाँ म किनेर तपाईँलाई देखाउला नि त, है त गाइज। त्यसपछि म ठ्याक्कै होस्टेलको बाहिर आउँदा त बादल लागेर पुरै कालै भएको थियो। पानी पर्छ जस्तै भएको थियो। अब पानी पर्छ कि नै त्यो त थाहा भएन। अगाडि जाँदै गरौँ हामी। त्यसपछि म चाहिँ यस्तो गल्लीहरू हुँदै गएँ, मेन बाटो गइनँ किनभने उताबाट अलि गाडीहरू धेरै चल्छ, यताबाट अलि शान्त हुन्छ। अनि यता पनि हेर्दा बादलहरू पुरै लागेको थियो, मजाले पहाडतिर थियो है। हामी अगाडि बढ्दै गरौँ। त्यो मोबाइल पसलमा चाहिँ त्यो कभर अहिले सकिएको हुनाले म चाहिँ घरतिर फर्केँ। साँझमा 5:30 बजीतिर आउनु भनेको थियो। त्यसपछि म चाहिँ सोह्रखुट्टेको अर्को पसलतिर पाउँछ कि भनेर यतातिर आएको, तर त्यो पसलमा गएँ, त्यहाँ पनि नाइ भन्यो। त्यसपछि म चाहिँ सिधा आफ्नो रुम फर्केँ किनभने अब यो पसलमा पनि छैन र यसमा साँझमा 5:30 बजे बोलाएको छ। त्यसैले म चाहिँ आफ्नो छतमा गएँ र त्यहाँबाट कालो बादल हेर्न थालेँ। अनि कता कता पानी पर्छ कि पर्दैन भनेर हेरिरहेको थिएँ। त्यसपछि यसरी हेर्दै गर्दा यता साइडतिर हाम्रो कलेजहरू पनि छ अनि यही हो हाम्रो होस्टेल। सो साथीहरू, जस्तै भनेअनुसार अहिले टाइम पनि 5:50 भइसक्यो, लगभग 6 नै बजिसक्यो। अनि त्यहाँ 5:30 बजे आउनु भनेको थियो, अब 6 बजिसक्यो। अब बाहिर पनि यस्तो छ, त्यही त अँध्यारो त भएको छैन तर अँध्यारो हुन लागेको छ। अनि पानी पनि अलिअलि पर्दैछ। अघि बादल लागेको थियो, अहिले अब पानी अलिअलि पर्दैछ। बाहिर गएर हेरौँ के। सो जस्तै अघिको भनेअनुसार जस्तै भएन। अघि चाहिँ बादल यस्तो जोडले लागेको थियो तर पानी अलिअलि मात्रै पर्यो। यहाँ हेर्न सक्नुहुन्छ रोड पनि मजाले भिजे छैन। तर साथीहरू, बादल अझै पनि लागेकै छ, राति पर्छ कि कसो। दाइले चाहिँ भनेको कभर चाहिँ यही हो, यङ किटको केस हो यो आइफोन 17 प्रो म्याक्सको। सो साथीहरू, मैले यो कभर पनि लिएर आइसकेँ। दाइलाई यो कभर मन परेको थियो होइन। अनि यो कभर चाहिँ यस्तो छ। यसको प्राइस चाहिँ 1100 लियो, 1250 भन्दै थियो। अब के हो थाहा भएन होइन। ल गाइस, आजको ब्लग म यहीँ इन्ड गर्छु होइन, किनभने राति पनि भइसक्यो। अनि आउँदा आउँदै अलि राति भएछ। ल गाइस, सो तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने लाइक, सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। अनि तपाईँहरूलाई यस्तै भिडियोहरू मनपर्छ भने सब्सक्राइब गर्न नबिर्सनु है गाइस। थ्याङ्क यू अल।